ब्लग के हो भनेर तपाईँ हामी सबैलाई थाहा नै छ, तर पनि म यो भिडियो उहाँहरूको लागि बनाउँदैछु जो साँच्चै नै ब्लग बनाउने प्लान गर्दै हुनुहुन्छ। जहाँसम्म मलाई लाग्छ यो भिडियोले तपाईँलाई पक्कै पनि हेल्प गर्नेछ। ओके, सुरुमा तपाईँ कसको ब्लग हेर्नुहुन्छ? सिसान मानिया, एमआरभी ब्लग, सुरक्षा केसी, बेबो, राजकुमार थापा, टुबी गेमर, सृजना सिजु, एट वन्डर नेपाल, घुमन्ते, हेर्ने कथा, रुङमाङ ब्लग, सुनिता राई श्रेष्ठ ब्लग, समय ब्लग, अन्डररेटेड ब्लगरहरू अनुप गुरुङ, समीर सिंह बिष्ट, फरेन ब्लगर केसिनेस्टी, पिटर मेकनिन, स्टिभ वेल्स, लाइफ अफ रिजा, डेनमार्क, माटी आप्पोजा। तपाईँ रेगुलर बेसमा कसको ब्लग हेर्नुहुन्छ? कमेन्ट गर्नु है त भाङ्री भ्युअर। हेलो भाङ्री भ्युअर, म ज्ञात, तपाईँलाई भाङ्रे फिल्म मेकिङ एजुकेसनमा स्वागत छ र आजको हाम्रो टपिक छ वाट इज भ्लग। भ्लगलाई म सिम्पल तरिकाले बुझाउने कोसिस गर्छु है त। भ्लग दुईवटा वर्ड मिलेर बनेको हुन्छ, भिडियो प्लस बिलग। भिडियो भनेको के हो? भिडियो भनेको चलायमान तस्बिरहरू र ध्वनिको संयोजन हो जसले कुनै घटना, कथा, सूचना वा दृश्यलाई समय क्रममा देखाउँछ। ओके, भिडियो कसरी बनिन्छ? फोटो प्लस फोटोहरू मिलेर भिडियो बनेको हुन्छ। ओके, अहिले चाहिँ म के गर्न लागिरहेको छु भने फोटो मिलेर चाहिँ भिडियो बनिन्छ भन्ने जुन कन्सेप्ट छ यसलाई चाहिँ म तपाईँहरूलाई बुझाउने कोसिस गर्दैछु है त। मेरो लागि चाहिँ हेल्प गर्नको लागि चाहिँ मेरो भाइ छ, ल ऊ आउँछ है, एकछिन पर्ख ल एकछिन आऊ। ल मैले फोटो खिच्दाले 1 2 3 4 5 6 7 8 10 11 12 13 14 16 17 18 19 20 21 22 23 24 26 27 28 29 30 33 34 35 36 38 38 40 41 42 43 44 46 47 48 49 50 53 54 55 56 57 58 59 60। ओके, ल मैले चाहिँ अलमोस्ट 60वटा, अहिले चाहिँ मैले लगभग 60वटा फोटो खिचिसकेको छ ऱ्यान्डम होइन। अलिकति स्लो भयो, त्यही पनि ठिकै छ। मैले चाहिँ मेरो चाहिँ यो यसमा चाहिँ यसरी ग्यालरीमा चाहिँ 60वटा फोटोहरू आइसकेको छ। यो 60वटा फोटोलाई चाहिँ म प्ले गरेर तपाईँहरूलाई देखाइदिन्छु है त। जस्तो होइन, मैले के गरेको थिएँ, जस्ट 60वटा फोटो मात्रै क्लिक गरेको थिएँ। यसलाई चाहिँ मैले के भनेको थिएँ, एउटा निश्चित टाइम क्रममा यसलाई चाहिँ प्ले गरौँ भने चाहिँ फोटो चाहिँ भिडियो बनिन्छ। कुनै पनि एउटा टाइम हुनुपर्छ क्या। जस्तो सपोज अब यस्तो नेक्स्ट होइन, तर यसलाई चाहिँ प्ले गर्दा चाहिँ यस्तो हुन्छ। यो चाहिँ अब के त भिडियो जस्तो बन्यो। यहाँबाट हुने चाहिँ 60वटा मात्रै फोटो छ होइन। अब यसरी चाहिँ त्यो प्लेयरले चाहिँ यसरी भित्र चलाइराखेको हुन्छ क्या, हामीले चाहिँ देखेको हुँदैन। अनि त्यो 1 सेकेन्डमा 24वटा नभए 30वटा चाहिँ फोटोहरू चलिरहेको हुन्छ जुन हाम्रो आँखाले देख्दैन, तर भित्र चाहिँ अलमोस्ट यसरी नै काम भइराखेको हुन्छ है त। यो फोटो खिचेको तर चलेकै जस्तो देख्छ। आई होप केही बुझ्नु होला। ओके, अब चाहिँ म के गर्न लागिरहेको छु भने यहाँ एउटा मसँग भिडियो छ, यो प्रिमियर प्रोमा। यो चाहिँ यो भिडियोमा जुन भिडियो छ म यसलाई चाहिँ फोटोको रूपमा एक्सपोर्ट गर्दैछु है त। मैले यहाँ अलिकति 1-2 सेकेन्डको क्लिपहरू सेलेक्ट गरिसकेको छ, यसलाई फोटोमा एक्सपोर्ट गर्छु क्या। फोटो मिलेर भिडियो बनिन्छ भनेपछि भिडियो पनि त्यसै फोटो मिलेको छ कि छैन भनेर म तपाईँहरूलाई देखाउँदैछु है त। सुरुमा के गरौँ, म यसलाई एक्सपोर्ट गरिदिन्छु होइन। अनि एक्सपोर्ट गरेपछि यसलाई चाहिँ यहाँ हुन्छ एउटा फर्मेट। यो फर्मेट चाहिँ के गर्ने त, म चाहिँ के गर्छु भन्दा यसलाई जेपिजी फर्मेटमा एक्सपोर्ट गरिदिन्छु है त। मैले यहाँ छानिसकेँ कहाँदेखि कहाँसम्म गर्ने भनेर। यो चाहिँ किन गरिरहेको छु भन्दाखेरि यो भिडियोमा चाहिँ कतिवटा फोटो छ हेरौँ, अनि फोटो मिलेर साँच्चैको भिडियो बन्छ कि बन्दैन भन्ने कुराहरू देखाउँदैछु। म यसलाई यहाँ फोटो एक्सपोर्ट भनेर एउटा फोल्डर गरेपछि यसमा एक्सपोर्ट गरिदिएँ है त। सेभ, ल एक्सपोर्ट। धेरै टाइम लाग्दैन, थोरै सेकेन्डको। अब भइसक्नु आँट्यो। ओके, डन है त। अब हेरौँ, यो चाहिँ डेस्कटपको मैले फोटो एक्सपोर्ट भन्नेमा राखेपछि फोटो आयो है त। कति सेकेन्डको थाहा भयो ल। यो भिडियोमा चाहिँ थियो होइन। अब म नेक्स्ट गर्दै जान्छु। अब मेरो यसले चाहिँ त्यस्तो फास्ट चलाउन सक्दैन, नत्रै फोटो भयो है त। यसरी फोटो मिलेर चाहिँ भिडियो बनेको हुन्छ।
यस्तो देख्नु मैले यहाँ चाहिँ जस्ट के गरिरहेको छु नेक्स्ट मात्रै गर्दाखेरि प्ले भएको जस्तो देखिन्छ। खास चाहिँ जस्तो होइन यहाँदेखि यो यहाँ साइकल कुदाएकोदेखि यहाँदेखि त्यहाँसम्म ओरिजिनल भिडियो चाहिँ यो भएन हो। यो ओरिजिनल भिडियोको मैले यो भिडियोको चाहिँ एक्सपोर्ट गर्दाखेरि जम्मा कतिवटा फोटो निस्क्यो जम्मा 43 वटा भनेपछि एउटामा 24:48 भने 2 सेकेन्डको भिडियोमा लगभग यतिवटा फोटोहरू हुन्छ है त। सायद अब बुझ्नु होला भिडियो भनेको फोटो प्लस फोटो हो क्या एउटा फोटो दुईटा फोटो तीनटा यस्तै। नर्मल्ली फिल्ममा 1 सेकेन्डमा 24 वटा फोटोहरू हुन्छन्। त्यस्तै गरी हामीले हेर्ने टिभीहरूमा 1 सेकेन्डमा 30 वटा फोटोहरू मिलेर बनेको हुन्छ। यसलाई 20 fps र 30 fps भनिन्छ। यो फ्रेम रेट पर सेकेन्डको बारेमा पछि म फाल्टै डिटेलमा भिडियो पनि बनाउँछु है त। अर्थात् लगातार फ्रेमहरूलाई निश्चित गतिमा देखाउँदा मानिसहरूको आँखाले त्यसलाई चलिरहेको दृश्यको रूपमा देख्छ, त्यही नै भिडियो हो। ब्लग भनेको के हो? ब्लग भनेको इन्टरनेटमा प्रकाशित गरिने व्यक्तिगत वा विषयगत लेख हो। यसमा लेखकले आफ्नो विचार, अनुभव वा सुझाव, जानकारी, यात्रा, खाना, शिक्षा वा अन्य कुनै विषयको बारेमा पाठकसँग साझा गर्छ। ब्लग मुख्यतः लेखको माध्यमबाट जानकारी दिने उद्देश्यले तयार गरिन्छ र समयक्रमसँगै अपडेट पनि गर्न सकिन्छ। आजकल ब्लगले ज्ञान बाँड्छ, विचार व्यक्त गर्न वा पेशागत गतिविधि प्रदान गर्न पनि ठूलो भूमिका खेलेको हुन्छ। ब्लग मुख्यतः लेखको माध्यमबाट जानकारी दिन्छ, जबकि ब्लग भने भिडियोको माध्यम प्रयोग गरिन्छ। यदि हामीले दिनभरिको क्रियाकलापलाई एउटा डायरीमा लेख्यौँ भने त्यो चाहिँ दैनिकी हुन्छ, जुन हामी सबैलाई थाहै छ। त्यही डायरीमा लेखेको दैनिकीलाई इन्टरनेटमा प्रस्तुत गर्यौँ भने त्यो ब्लग बन्छ। यदि त्यही ब्लगलाई हामीले भिडियो मार्फत प्रस्तुत गर्यौँ भने त्यो चाहिँ डेली ब्लग बन्छ। ओके, अब हामी टाइप्स अफ ब्लगको बारेमा थोरै जानकारी लिन्छौँ। डेली ब्लग दिनभरि के भयो भन्ने कुरालाई यसमा देखाइन्छ। व्यक्तिगत जीवन, यात्रा, काम आदि समावेश भएको हुन्छ। उदाहरण आज मैले के गरेँ भन्ने जस्तो। ट्राभल ब्लग नयाँ ठाउँ घुम्न जाँदा बनाइने भिडियो हो। ठाउँको संस्कृति, खाना आदिको बारेमा देखाइन्छ। एजुकेसनल ब्लग कुनै पनि विषय सिकाउने हिसाबले तयार गरिन्छ, जस्तो कि फिल्म मेकिङ जुन अहिले मैले गरिरहेको छु, क्यामेरा युज, एडिटिङ, ल्याङ्ग्वेज लर्निङ, साइन्स जे पनि हुन सक्छ। लाइफस्टाइल ब्लग जीवनशैलीसँग सम्बन्धित ब्लग हो। यो चाहिँ खाना, फिटनेस, घरको काम, दैनिकी यसमा सबै पर्दछ। फुड ब्लग खाना बनाउने, खानाको समीक्षा गर्ने, विभिन्न ठाउँहरूमा गएर नयाँ खानाहरूको स्वाद लिने, यस्तो खाले पर्छ यसमा। टेक ब्लग यसमा चाहिँ प्रविधिसँग सम्बन्धित सामग्री र ज्ञानहरू बाँड्न सकिन्छ। मोबाइल, क्यामेरा, ग्याजेट रिभ्यू, ट्युटोरियल आदि पर्दछ। इभेन्ट ब्लग विशेष कार्यक्रमको भिडियो, जस्तै भिडियो, फेस्टिभल, कार्यक्रम आदि। स्टोरी ब्लग कुनै पनि अनुभव, घटना वा कथाहरूलाई भिडियो मार्फत देखाइने हो। मोटिभेसनल अथवा ओपिनियन ब्लग पनि गर्न सक्नुहुन्छ। विचार, प्रेरणा, समाज वा राजनीति सम्बन्धी धारणा व्यक्त गर्नको लागि यस्तो खाले ब्लग बनाइन्छ। युट्युबमा सबैभन्दा लोकप्रिय ब्लगरहरू सामान्यतया मोटो ब्लगर देखिन्छ। त्यसपछि डेली लाइफ, फुड, ट्राभल, एजुकेसन, टेक, लाइफस्टाइल, स्टोरी टेलिङहरू, च्यालेन्ज, इभेन्ट र बिहाइन्ड द सिन ब्लगहरू पनि प्रशस्तै देख्न सकिन्छ। यदि तपाईँ ब्लग गर्ने प्लान गर्दै हुनुहुन्छ भने तपाईँले कस्तो खाले ब्लग बनाउने हो तपाईँ आफै डिसिजन गर्नुहोस्। सुरुमा यो कुरा क्लियर हुनु भने तपाईँलाई ब्लग गर्न धेरै नै सजिलो हुन्छ। जस्तो तपाईँले आफूले दैनिक गर्ने कुराहरू देखाउन सक्नुहुन्छ भने डेली ब्लगबाट सुरु गर्न सक्नुहुन्छ। यदि तपाईँ बढी घुम्न जान मन पराउनुहुन्छ भने ट्राभल ब्लग गर्दा पनि भयो। र तपाईँलाई खानामा एकदमै इन्ट्रेस्ट छ भने तपाईँको लागि फुड ब्लग बेस्ट हुन्छ। अनि तपाईँलाई धेरै ज्ञान छ, पढ्न मनपर्छ र सिकाउन पनि मनपर्छ भने तपाईँको लागि एजुकेसनल ब्लग बेस्ट हुन्छ। आई होप तपाईँले के हो ब्लग भनेर थोरै भए पनि बुझ्नुभयो होला र यसको प्रकारहरूबारे पनि बुझ्नुभयो होला। यदि तपाईँलाई अझै पनि केही कन्फ्युज छ भने कमेन्ट गर्न सक्नुहुन्छ, त्यसको म रिप्लाई दिने नै छु। र अब हामी अर्को भिडियोमा क्यामेराको बारेमा जान्नेछौँ। यदि योभन्दा पहिलेको भिडियो
भ्लगिङ गर्नुको लागि कुन कुन गियरहरू चाहिन्छ भन्ने भिडियो हेर्नु भएको छैन भने यहाँ दायाँतिर लिङ्क छ, हेर्न सक्नुहुन्छ। अनि यदि तपाईँ हाम्रो भ्लगिङ च्यानल हेर्न चाहनुहुन्छ भने यहाँ छ, सब्सक्राइब गर्नुहोला। यदि कोही भ्लगिङ गर्ने प्लानिङ गर्दै हुनुहुन्छ भने उहाँलाई पनि यो भिडियो सेयर गरिदिनु होला। ओलो अब हामी सिधै अर्को भिडियोमा भेट्नेछौँ। डु सब्सक्राइब एन्ड लर्न मोर।